So, alright, good morning guys, the new day with the new vlog. So, finally सब म रेडी भइसकेको छु, फुल अन प्याक. अब म जाँदैछु पल्टनमा है. त्यही हो गाइस, अब चाहिँ म निस्किन्छु यहाँबाट. सुरक्षाको एक्जाम छ, त्यो भएर म चाहिँ सर्लक्क यसो हाम्रो लेक पाखा पखेराहरूमा डुलेर आउँछु. कस्तो हुन्छ म तपाईलाई भन्ने नै छु गरे. अरु त केही छैन जिन्दगीमा. सो सबैजना सन्चै हुनुहुन्छ होला. नयाँ भ्लगमा मलाई हैन हजुरहरुलाई वेलकम छ. सो त्यही हो गाइस. सो हजुर बाटोमै हेरौँला. आज मैले बाइक लिएर जाँदै मम्मी त यही बस्नुहुन्छ. यही बस्नु हो मम्मी? सुतेर बस्नु भएको मजाले. ल यो सेलमा राखेको कपडा पनि लाएर हिँड्या हो. समय र परिस्थिति यस्तै भयो. ल म निस्के है त गाइस. मलाई निस्किन्छु अब. आफै जोगेर त हिँड्छु नि. सो गाइस सधैँभरि यही बाटो हिँडिन्थ्यो. यही बाटोबाट जाँदैछु म पोखरा पगरा. यहाँ स्पिड चेकिङ हुँदाखेरि जहिले हिँड्ने बेला स्पिड चेकिङमा खेरि पुरा ओभर स्पिड खाइन्थ्यो अरे. यहाँबाट त्यहाँ तल जाने बेला चाहिँ 50 कट्नु भएन है. अब आनन्दले 2-3 बजिसक्यो. पोखरा बेलुका बेलुका पुगिन्छ नि. भोलि कतातिर गइन्छ भन्ने छु. अब पोखरातिर हल्का डुलडाल हान्नु पर्यो. यहाँ हो स्पिड चेकिङ हुने. एउटा गाडीको पछि पछि हेरेर स्पिड चेकिङ होइन. दिमाग लगा पाएछ दिमाग. जहिले हुन्थ्यो अरे ला झ्याउलाउने यार. सर्लक्क म चाहिँ यताबाट झरिरहेको छु. एउटा लेफ्ट जान्छु होला सायद म. एउटा लेफ्ट टर्न हानेर जानुपर्छ. छिटो भयो नि त. त्यहाँ कुर्नु परेन. यो सब मेरो किडनीको malo गाइस. सो अहिले माछा पोखरी आइपुगेँ. ओइ त्यो गाडी बट्टेर आएको यार. जाम दाजै जाम. यो अहिले जाडो होला भनेर बाक्लो ज्याकेट लगाएको त गर्मी पो हो त यार. के हो यस्तो. यो त अलि भएन नि त यार. हेर्नु त जाम. यो काठमाडौँबाट निस्किनैमा 1 घन्टा लगाइदिन्छ यार. यस्तो झ्याउलाउने यार. पेट्रोल हाल्नु पाउने भयो. पेट्रोल हालिदिनु न. फुल हालिदिनु न. पुग्छ होला भयो. 250 मलाई स्क्यानर दिनु न. सो पेट्रोल हाल्यो. अब लाग्यो सर्लक्क. पेट्रोल हालेपछि फेरि आनन्द आउने क्या. यति फुल पेट्रोल हाल्दाखेरि चाहिँ 374 किलोमिटर भनेपछि पोखरा त अभियसली 200 किलोमिटर लगभग छ. पछि यो त गाउँ पुगेर नि फर्किन्छ. मुस्ताङ पुग्ने यहाँबाट अप्पर मुस्ताङ फुल तेलमा काठमाडौँबाट 2200 को तेलले चाहिँ लगभग 300 किलोमिटर कुद्यो एउटा हिसाबले. सो यो सिधा पाइला चोकबाट राइड गयो भने चाहिँ हामी धार्काको सर्टकट बाटो गइन्छ. सर्टकट बाटो भन्दा नि लगभग उही नै छ होला. अलिकति सर्टकट रहेछ तर जाम हुँदैन क्या धेरै. यहाँबाट यहाँ दुईटा बाटो छ. फेरि तल्लो बाटो नगइसि होइन माथिबाट गइसि है. गल्छी निस्किनु मन छ भने चाहिँ तपाईँ यता तारकेश्वर हुँदै तल नुवाकोट झरेर नुवाकोटबाट खोला सिधै जानुभयो भने सिधै त्यहीँ पुग्नुहुन्छ हजुर. यो बाटो पनि हल्का बिजी त. धेरै मान्छेले थाहा पाइसक्नु भयो नि त. सो यो त सर्लक्क गर्नुभयो त. हामी त सिधा पाइला चोकबाट भित्र छिरेर केदार चोक यताबाट जाने रहेछ. धार्के यताबाट जाने रहेछ. चिलाक्स ठाउँमा आएको छु यहाँ. टक्क चिया खाएर जानुपर्ने गरेर ल ठिकै छ. यहाँ नखाऊँ अलि तल गएर खाउँला. अब यहाँ र सर्लक्क ओह्रालो झरेर सही गरेर धेरै किलोमिटर त फरक धेरै नै छ भन्ने सुनेको थिएँ. तर मेनली भनेको बाटो लामो र छोटोमा चाहिँ फरक पर्दैन क्या. जाम कतिको छमा डिपेन्ड गर्छ क्या. त्यो भएको कारणले चाहिँ जाम नभएको बाटो जान पाए चाहिँ एकदम राम्रो हुने हो खासमा. त्यो भएर चाहिँ यो बाटो हिँड्दैछु म. सो तपाईँहरू पनि अर्कोचोटि यही बाटो लिनु होला. फेरि यो बाटो फेरि पुरै जाम होला. फेरि अर्कोचोटिहरू सबै यही बाटो आउनु सुरु गरेर अब यहाँबाट सर्लक्क ओह्रालो जानु पऱ्यो. यो चाहिँ कुनै गाउँमा जाने बाटो बनायो होला गरे. त्यहाँबाट फेरि त्यहाँ जोडिदियो होला कि. अनि सजिलो पऱ्यो क्या बाटो. आनन्दै छ क्या. हेर्नु खाली ल. हेर्नु यो यस्तो बाटो नि हुन्छ कहिले. गाडी घाम लागिरह सर कुदाइरहेको छु. आनन्दको लहर पनि आइरहेको छ. खाली बाटो हिँड्नुको मजा छुट्टा होइन. राइडको मजा प्रपर मजा लिने भनेको त खाली बाटो हो नि यार. सो आजभन्दा 3 वर्ष 4 वर्ष अगाडि म युएस जानुभन्दा अगाडिको कुरो. डट बाइक लिएर त्यो पनि डट टायरमा होइन. हल्का पुरानो भइरहेको थियो डट टायर. बाटामा पड्केपछि त फेरौँला भने 1-2 ठाउँ चाहिँ पङ्चर भयो. मेरो पछाडिको टायर भयो कि अगाडिको टायर भयो. इन्डियामा त्यस्तो टेक्नोलोजी त्यस्तो प्रोफेसनल मान्छेहरू कि पुरै बाइकबाट टायरै नझिकिन भित्रै ट्युब टालिदिएर अनि भित्रै हालिदिएको क्या. त्यसको साइजको ट्युब नपाउँदो रहेछ. धन्न बाटोमा ट्युब केही भएन. अनि पुरै त्यो धेरै बटार्दा क्या. नन 6 गियरमा हालेर बटारे त अनि 100-150 डट बाइकमा भनेको 100-120 भनेको हरि धेरै स्पिड हो क्या. नन 100-150 को स्पिडमा बटारे पछि त भेलै बाङ्गिएछ. यहाँ ठ्याक्कै फेरि भेल बाङ्गेको नेपाल छिरिसकेको. भोलिपल्ट अलि बाङ्गिँदै होला नि त त्यो सायद. तर नेपाल आएपछि त्यो लकले फेभर गरेको कि अरू भन्दा नि. अनि दिल्लीमा फेरि गयो भैयाहरूले फेरि कितने स्पिडमा भाग्ती है ये भाइ. कितने स्पिडमा भाग्ती है भने जोर त्यहाँ मुखै पछि कितने स्पिडमा भाग्ती अरे क्या. अब त्यस्तो हो नि यार.
आहा धेरै पछि राइड जानुको मजा पनि छुट्टै छ आनन्दले कुदाइरहेको छु यहाँ चाहिँ हल्का हिलो रहेछ सबैलाई गाह्रो परिरहेको छ यहाँ चलाउनु मनी गइरहेको छ आनन्दले कस्तो आनन्द आयो धेरै पछि कुदाउँदाको आनन्द यही हो भन्ने कुरा मैले फिल गरेँ यो ओह्रालोमा फुट ब्रेक दाबिराखेको थिएँ तात्यो जग्गा ब्रेकै फेल भइन्छ खुट्टाको पानी हाल्नु पर्ला जस्तो जानुभन्दा अगाडि चाहिँ एउटा स्ट्रेचिङ प्लेटफर्म जसमा चाहिँ तपाईँले लाइभ गेमहरू हेर्न सक्नुहुन्छ लाइभ न्युजहरू हेर्न सक्नुहुन्छ सबै हेर्न सक्नुहुन्छ र गुगलमा गएर एमएल सर्च गरेर चाहिँ मेरो स्क्रिनमा दिएको नाम युज गर्नु तपाईँले तन्नकी फेमबाट साउन्ड पाउन सक्नुहुन्छ अनि तपाईँले त्यसमा इन्टरटेनमेन्ट गर्न सक्नुहुन्छ यहाँ बसेर एकछिन पानी हालेर जानु पर्यो यसको मेनली प्रब्लम भनेको यही हुन्छ कि अहिले यो डिस्क यस्तो यस्तो तात्तिएको कुरै छोडिदिनु ब्रेकै लिचिक भइसक्यो यसलाई चिसिन्ने मैले ओह्रालोमा यो बुट मेनली यो बुटले गर्दा थाहा नै हुन्न कि ब्रेक यसलाई छुनी नै होइन खासमा हाम्रो पोजिसन यो हुनुपर्ने हो मेरो यत्तिको मात्र भएछ ठिचिराखेर नि तात्तेछ अगाडिको त खासै तात्ते छैन तात्तिँदा मेनली प्रब्लम भनेको होइन अब होइन यस्तो तात्तिन्छ यार म साइको भएछ यार ए बा यस्तो गरेर ब्रेक त चाँडै जान्छ नि ढेर हजुर हजुर थ्याङ्क यू पोखरातिर बन्द छ र छैन म यत्तिकै आइदिएको यहीबाट कस्तो टाटेको त नि र सो ढार्के पुग नपुग अलि एउटा ठाउँमा आएको थियो ब्रेक फेल भइदियो बसेँ टक्क यहाँ सिटी हान्दै यहीँ हुन्छ कि झुन्डेकै हुन्छ कि यहाँ नि फ्लाइको छ ट्याग र त्यही हो गाइस मैले पानी हालेर अलिअलि गरेँ पानी चाहिँ हाल्न आउने हो कुर्ने टाइमै छैन त अब के गर्ने ठिकै छ अब म ब्रेक छुन्न अब मेरो ब्रेक पोजिसन भनेको यो ब्रेकमा अलिकति कन्ट्रोल भयो भने सहिलो हुन्छ अनि मैले यस्तो गरेको ब्रेक बेसी नै ढाब्बेछ र अलिकति झ्याउ भयो अनि मैले यहाँ पानी सानी खाएँ अब घाम पनि डुब्न धेरै बेर छैन गाइस घाम त्यहाँ डाँडाबाट झर्दादेखि चिसो हुन सुरु गरेर ज्याकेट लगाएको बल्ल काम गराएर त्यहाँ कुकुर भुकिरहेको थियो के डाँडामा बसेर भोटेको कुकुर जस्तो ल यो बाटो पनि गाडी अलिअलि आयो यहाँको चाहिँ बर्खामा यस्तो हरियाली देखिन्छ कि यो ठाउँ एकदम मनपर्छ मलाई इट्टा भट्टाहरूको त्यो त्यहाँ छ होइन धुवा पुइयाँ उडिरहेको छ सर्लक्कै मेरो सिस्टम मारेलुमा सो अब चाहिँ म निस्किन्छु सो बाटोमा हेर्दै के छ भाइ के हो तिम्रो नाम के निखिल उब्रेरी हो नामसँग बस है निखिल उब्रेरीलाई चिन्छन् रे हावाले मन्दा हानिरहेको छ भुट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 ु बाटो छोड भन्दै सो गाइस लास्टै कमेडी किस्ता भयो म धार्के पुग्न आँटिसकेको थिएँ फेरि फर्किनु पर्ला जस्तो लाग्यो काठमाडौँ किन भन्नुभयो अर्जेन्ट काम पऱ्यो होइन अब काम के हो त अब त्यो त पर्सनल काम हो पछि भनौँला सक्सेस भइसकेपछि होइन अहिले त म फेरि फर्केँ गाइस सो मैले डिसिजन गरिसकेँ अब गएर नि राति पुगिने हो पोखरा गएर नि गर्नु केही छैन सो म फर्किन्छु त्यो काम भ्याएन मात्रै निस्किनु पर्ला कहिले काहीँ यस्तो नि हुँदैछ ल हेर केटा पोखरा निस्केको केटा अहिले फेरि फर्किनु लाग्यो काठमाडौँ त सो काठमाडौँ गएर भेटौँ कमेडी किस्ता हुन्छ क्या किस्ताको कुरा नगरौँ फर्क्यौँ पोखरा हिँडेको मान्छे फेरि काठमाडौँ फर्किनु पर्ने भयो धेरै टाढा त आइएन धन्न लगभग 1-1.5 घन्टाबाट पुग्यो ल ठ्याक्कै फेरि जाम हुने टाइममा पुगिने भयो कि फेरि काठमाडौँ घर पुग्नु त 5 बज्ला जस्तो लाग्यो ओहो काम छैन काँच छैन हल्लियो हिँड्यो डुल्यो खायो होइन अब फर्किँदाखेरिको यो इलाका पनि बवाल रहेछ हो टक्क लाएर खेतमा खन्दै हुनुहुन्छ साइकी लाएर अगाडि धुवा उडाउँदै गाडी हिँडिरहेको मजाले काठमाडौँ जिल्लामा ल एकचोटि कहाँ पुग्ने हिँड्यो हाम्रो त ठेगानै हुन्न कि गाइस भरै हुन्न हाम्रो के गर्ने अब यस्तै छ जिन्दगी तपाईँको जिन्दगी चाहिँ कस्तो छ गाइस कमेन्ट गर्न नभुल्नु होला अगाडि अर्को एमटी भेटिँदाखेरि हरि बवाल जस्तो लाउने क्या होइन सेम बाइक म त फेरि ब्याक भयो काठमाडौँतिर यार अचम्मको घटना घट्यो आज यार पोखरा हिँडेमा चाहिँ फेरि फर्किँदाखेरि कस्तो अचम्म हुन्छ त होइन गाइस पुलिस टायरको नि आफ्नो साथी हुँदो रहेछ है रमाइलो साथी भन्ने चिज त सबै चाहियो सबैले चाहियो नि होइन र हेर्नु आकाश ओ माई गड पल्युसन हेर्नु उतातिरको फेरि यहीँमाथिबाट त्यति पल्युसन त के होइन पल्युसन सल्युसनका
सल्युसन का कुछ पता नहीं भने जस्तै लेजेन्डरी टिम एनवाईसी रे गाइस अब खासै के गर्न पाइएन फर्केर आइयो अलि एकछिन डुलेर पनि आए लाल भात उठाए हाम्रो मम्मीलाई फेरि यहाँ स्टिम बसेर हाम्रो मम्मीले यहाँ यस्तो बिना कि काम गर्नुभयो कि पुरै यहाँ घाँस हालिदिने यहाँ पाटीले राम्रो हुन्छ नि यहाँभित्र पाटी हालेर पकाइदिने अनि यहाँको बाप चाहिँ भित्र जान्छ नि त त्यही लिने हलुङ्ग हुन्छ अरे कोल्सीका हलुङ्ग हुन्छ अरे त्यत्तिकै मैले त्यहीमा हेरेको पाटी तेल लाग्छ हात सन्च हुन्छ भन्छ त्यो तेल बनाउनु भन्दा त त्यहीमा हालेर तेल बनाउनु जङ्गलको त्यहाँ हालेर ए भगवान् हाम्रो मम्मीको डिमान्ड त खतरा रहेछ रे पाटी तेल कति धेरै भारी बनाएपछि बल्ल हड्डी तेल आउँदैछ यति दुःख किन दुःख गर्ने र महँगो अरे फेरि अलिक महँगो अरे पाटी तेलले चाहिँ सन्चो हुन्छ अरे आठवटा दुख्न अरे सन्चो हुन्छ अरे ओहो हाम्रो मम्मीको दिमाग पाटी नै त्यही थोरै पाटी हालिदियो त्यही हुन्छ शरीरले राम्रो ल र हाम्रो मम्मीको दिमाग त्यतिकै मेरो दिमाग राम्रो भएन रहेछ कि मम्मीले गर्दा रहेछ छोरा फर्केर आउँदाखेरि खुसी लाग्यो जाने बेला हल्का निराश हुनुभयो त्यही रोला जस्तो पोखर जाने बेला किन गाला बसेर काम छैन आएर खुसी हुनुभयो त्यो ल त्यो मम्मीले नामी मिठो मासु बनाउनु भयो गाइस कस्तो छ हाम्रो मम्मीको रेसिपी हो फेरि आफूलाई खानुहुन्न है आफूलाई कहाँ झिक्नु भयो फेरि नखानु क्या नखानेको डक्टरले अनि कस्तो र यो मम्मी हस्टै भएर गाउँ यस्तो चाइनिज भन्दा बबाल रेसिपी भयो त नि गाइस कसले बनाउन सक्छ कमेन्ट गर्नु यस्तो फेरि आँखा लाउले पेट दुख्ला हुँदै यो भ्लग आउन्जेलसम्म यो पेटमा गएर नि काम दुखिसक्छ गएर पेट दुख्दैन ल गाइसलाई अब धेरै उ त गर्छ सानो हुने बेलाको कुरा चाहिँ अब मम्मीले मलाई पढाएको हो सबै होइन अनि नसकेको चाहिँ अब सबैको माइती प्यारो हुन्छ भन्छ नि हुन त आफ्नो अङ्कलहरूले नि हेर्नुभयो सबैले हेर्नुभयो तर माइती प्यारो क्या अब एउटा दिदी चाहिँ दुःख पाइसक्यो भनेपछि मामाले पेल्ने हुन्छ नि अब फर इक्जाम्पल हाम्रो बाबाको 2 भाइ छन् भनेपछि एउटा भाइको अर्को भाइको खासै हेर्दैनन् तर हाम्रो बाबाले चाहिँ भाइलाई हेर्नुभन्दा दिदीलाई हेर्छन् नि भने जस्तै भयो क्या होइन अन्त दुईवटा मामा चाहिँ ठाउँमा चाहिँ कहाँ जानुभएको थियो त्यति बेला युके जानुभएको थियो नि अर्जुन ठुल्मामा मामाले नै अलि धेरै नै सहयोग गर्नुभयो होइन कति सहयोग गर्नुभयो 5-6 लाखै गरे सबै गरे त्यो बेला त्यो भन्नाले तैँले एसएलसी दिनसम्म महिना पठाइदिन्थे अनि खै मलाई 1 रुपियाँ दिनुहुन्थेन त त्यही तिराले होस्टेल राखेको फिस तिरेर के अरे पढेको त्यही बएर तिरातिर ठिक भनेपछि मलाई 50% पढाएको मामाले हो अनि ठुलो उल्टा मामाले बेरोजगारी थियो अनि 11 त्यो भाग्यमान रहेछ नि त अलि त्यही बसेको मात्रै र नि ए भाग्यमानी रहेछ मामाले हेर्नुहुन्छ मामाको स्टाइल थियो अमेरिका ठ्याक्कै मामा भाग्यमानी नै हो र पैसा दिनै परेन होइन भान्जा हुर्किसक्यो फेरि टक्क भ्लग कसरी हेर्नुहुन्छ मामाको स्टाइल टक्क मोबाइल यहाँ हुन्छ अहिले बल्ल नयाँ 17 किने न त अस्तिसम्म नि पुरानो मोबाइल खेलाउने क्या किन पैसा खर्च गर्ने भनेर होइन यस्तो र यहाँ यसो ट्याक्क राख्ने अहिले यस्तै ओरेन्ज कलरको फोन होला होइन मामा हेर्नुभयो होला नि अनि चुपु मासु खाने गर्ने अनि सबै छुट्या हुन्छ माइज काममा जानुपर्छ अमेरिकनको लाइफ गाइड छ नि जसरी मोबाइल हेर्ने त्यो एउटा हाम्रो मोटे केटा पूर्वतिरको उसको मन पराउनुहुन्छ मामाले चाहिँ अब नाम त थाहा भएन अब साउन्ड्स ब्याड पनि मोटे भन्दाखेरि तर अलि मोटे नै भनौँ न क्युट मोटे अनि उसको चाहिँ एकदम मन पराउनुहुन्छ नि उहाँले गर्दा मैले नि हेर्न लाएको थिएँ अनि एउटा आर्मी दाइ हो कि लाउरे रिटायर भएको दाइसँग जङ्गलतिर जाने खन्ने गर्ने त्यही मामा हेर्ने गर्ने गरेर भन्नुहुन्छ अनि के अरे मेरो महिनाको फी कति थियो अरे त्यति बेला होस्टेलको 10-12 हजारै थियो नि त्यो बेला होइन अनि घरको भाडा कति थियो एक फ्ल्याटको 10,000 थियो मेरो होस्टेल फी 12,000 थियो 12,000 5 बिजुली पानी अनि मलाई एउटा घर अगाडि आन्टीले के भन्दा तिम्रो मम्मीले ढिकुरी खेलेर 50 लाख रुपियाँ खान लाग्छिन् भन्थे कहाँ हाल्यो त्यो पैसा 50 लाख रे हैन 50 लाख कति लाख रे 10 लाखको टेनमा आधी बसेर 5 लाख आधी बसेर भन्नाले आधा हालेर हाफ अर्कोसँग उतो गरेको अर्कोसँग त्यो अनि मैले मनमा नभना भने पहिला नभना भनेको त्यस्तो रहेछ के रहेछ त्यो लक्ष्मीले भनेको कल्पनाले भन्थि नि अनि सुन्नु भन्नु न यार अनि के अरे अनि मैले सोचेँ क्या ठ्याक्कै 8-9 मा पढ्थ्यो होला यो मम्मीले पक्कै मलाई एसएलसी पछि बाइक किनिदिने भनेर सामानले पैसा होइन के 50 लाखको हो क्या 50 लाखको ढिग्री हुन्छ र गाउँमा
ठिकै छ त्यो कुरा छोडिदियो भने अरू कुरा चाहिँ अनि साना साना एउटा किस्ता भन्छ मलाई थाहै थाहेन हामी पौडी खेल्न जानै नदिने खोलाले बोगाएर कति धेरै मरेको नि थियो होइन अब हामी त उटपट्याङ गरेर बचाउनु नि बचाइयो धेरैको लाइफ बचाइयो खोला डुबेको मान्छेहरूको अब हामी त सिकेको भएन तर खोला कहिलेकाहीँ चिप्ले टाउको ड्याङ्गो ठोक्यो भने मर्छौँ भन्ने टेन्सन हुन्थ्यो होला खोला जानु नदिने अनि मैले घरबाट मम्मीको लोसन लगाएर जाने खोला पौडी खेल्ने अनि त्यो लोसन मुखभरि जिउभरि लाउने यस्तो गरेर थाहा पाइहाल्ने कि यस्तो गरेर सेतो बसेर नै पिठा खाइहाल्यो क्या अनि त्यो खोजेर ल्याइदियो भने म ल्याइहाल्छु आन्टी भयो नि अब कहाँ जान्छ नि कहाँ जान्छ परस दाइले त्यो त कसैलाई भन्दैनन् परस दाइले भेटाउने बित्तिकै जोलाई भेटायो नि भनिहाल्ने भयो नि त अनि खोला जाने त्यो लोसन मुखभरि नि डल्ने कपाललाई नि डल्ने लोसन अब कपाल नि फुट्छ भने त ठप्पर खाइयो क्या अनि पछि अनि त्यसपछि चाहिँ अनि पछि यस्तो दिमाग लाग्यो कि मैले कुरै छु लोसन लानु नि परेन केही लानु नि परेन टक्क खोल्ने एक मुठी मैदा हालेर लो अनि क्यारम अनि पौडेर अनि जिउभरि मैदा लाग्यो पाइटभरिमा अनि क्यारम बोर्ड खेलेर आएको भनेपछि अब 2 घन्टा गाई भैँसी त शङ्का लाउने भयो अनि क्यारम बोर्ड खेलेर आएको भन्ने अनि जिउभरि लाउने अनि जिउभरि मैदा लाहा भनेपछि त एक पक्कै क्यारम बोर्ड खोला हालेर यसरी नगर्ने अरू के थियो अनि हाम्रो पालामा त हामी ट्युब हुन्थ्यो क्या ट्युब गाडीको ट्युब ठुल्ठुलो त्योमा 2टा बस्ने अलि ठुलो टिप्परको ट्युबमा 2टा बस्थ्यौँ बसको ट्युबमा एउटा बस्थ्यौँ अनि टक्क बगेर आउने कहाँ माथि गएर त्यस्तो चलन थियो जे हटा हामी मलाई त यस्तो हेर्दाखेरि हामी त बाँचेकै जस्तो लाउँछ क्या अनि एक दिन त्यो मम्मीले के भन्थ्यो अरे मैले राति आएर भर्खर ग्याङमा हिँड्न लाग्यो भर्खर ग्याङमा हिँड्न लाग्यो है मम्मीलाई टेन्सन होइन अनि के अरे मम्मी सुत्न आइज भने नि मैले के भन्थेँ अरे बाटोको माझैमा बसी मेरो साथीले एउटाले पिटाइ खाएको थियो क्या त्यो टिजको बेला आज यता नाचे थियो आफ्नो आफूलाई यहाँ के पिर परेछ सुन्न के पिर परेछ भने हातै बाटोमा बस्यो मम्मीले यो थुइया अरे अनि अरूको किस्ताहरूको त के थियो बुढा चढेमा अर्का कपडा लगाएर बुनु खोज्नु भन्नु त त्यो किस्ता हेर्छु त्यो हिमेन दाइको त्यो अहिले ग्यारेज राखिन्छ नै माथि त्यो एउटा बुट्टा थियो क्या त्यो बच्चा रहेछ क्या कुन केटाको कपडा लगाएको आफ्नो कपडा तल हेर्छु मेरो केटा जस्तो छ कपडा हेर्छु छैन होइन होला भनेको त पछाडि त्यो कपडा फेरि अब देख्छु त्यो गुण हेर्न होइन चराको गुण हेर्न रुवा चढ्ने अब मै चढ्यो भने त गाली खाइन्छ अरे अर्काको ज्याकेट लगाएर चढिदिन्थेँ कि मैले तर अर्का ज्याकेट लगाएको खासमा मेरो कपडा च्यातिन्छ भनेर हुन सक्छ यति होइन जाङ्गेर टी सर्ट लाथिस् दामी क्वेसन सोध्नुपर्छ मम्मीको क्वेसनहरू धेरै मन पराउनु भएको छ अन्तहरूले के भन्न चाहनुहुन्छ हजुर यो कुराले भन्दा भने त बिर्रिन्छ धेरै भन्यो भने त ठिक्क राम्रो यस्तो हो बिर्रिने भनेको ढाँटेको कुरा पनि बिर्रिन्छ सही कुरा त कसरी बिर्रिन्छ त नि अनि के कोही त नराम्रो कुरा नि सबै जिन्दगीमा राम्रो कहाँ हुन्छ त्यो नराम्रो कुरा भन्दिन त एउटा नराम्रो भन्दिनँ भन्दिनँ अरूको मैले हेर्छु घिलाङ घर आएपछि जम्मै भन्छन् र किन केही हुन्छ केही हुँदैन घरमा भनौँ न हामीले नि भन्दैन म त पैसा कमाइन्छ कि पैसा नखाए त ठिक्क लगाएर भइहाल्यो धेरै बाहिर बस्नु पर्यो बाबा ल मनी बस्छ एकछिन सौना है गाइस ल गाइस नो टेन्सन घरमै सौना क्या यतिको भएको त्यो उस ल्याउनु त तिर्का यतिकै ठिक रहेछ ओहो घरमै सौना स्टीमा जाडो दिनभरि चिसोले हान्यो भने त बेलुका बस्यो भने चाहिँ त्यो ब्यालेन्स हुन्छ कि बिरामी हुने चान्स एकदम कम हुन्छ जस्तो लाग्छ मलाई चाहिँ दिन चिसो हुन्छ यता पछाडि केही छ कि हामीले यता पछाडि अङ्कल कहाँ गएर आएको ल अरे के हो यो सिस्टम यहाँ घर आएर आनन्द इच्छा नि सबलाई टाउकोमा त पुग्लुक्क निस्क्यो जमिनमा त गाडे जस्तो क्या टाउको पुग्लुक्क निस्किन्छ यहाँ हाँसेको नि मुरकुट्टा टाउको खुट्टा ल ठिक छ अब त्यो गिटार लिएर आइछु हेरेँ त्यो बबाल त होइन म टाढी खाँदैन किन सेफ्टी गियरै लाखेन त्यो म त लास्ट नराम्रो भइन्छ त्यो अब किन डर ल भाइ मम्मी गाउन आउनु आउनु न यार
त्यही हो गाइज अब दिनभरि अब के भयो खासै गाउनु पाइएन र इन्डिङ हुनुभन्दा अगाडि चाहिँ एउटा पुरानो द एक्स ब्यान्डको चाहिँ होइन देखि तिमीलाई भन्ने एउटा हान्न जाँदैछु कस्तो हुन्छ लेट्स चाहिँ अब फेरि कपिराइट लाग्यो भने काटेर फाल्नुपर्छ है त्यही भएर मैले चाहिँ सेम गाइदिन्छु नि त एकचोटि यो ट्राई गरेर मैले कपिराइट आयो भने झ्याउ हुन्छ फेरि यार कस्तो सबै पैसा लाने क्या यार झ्याउ लाने त्यो चाहिँ नराम्रो ल गाइस यति नै हो आजको लागि यति नै सो सबैजनाले अन्तिम समय हेर्नुको धेरै धेरै धन्यवाद फर्केर पनि आइयो उता गएको मान्छे अब भोलिबाट कहाँ डोलिन्छ के हुन्छ म काठमाडौँकै अलिकति दिनचर्याहरू देखाउनेवाला छु सो हतार नगरी सबैजनाले सब्सक्राइब गर्नु तलको रातो बटनलाई सब्सक्राइब पनि थिच्नु भने अलमा राख्नु बेल आइकनलाई अलमा राख्नु भने सबभन्दा अगाडि नोटिफिकेसन आउँछ विदेशबाट पठाएको पैसा चाहिँ विदिन 1 मिनटमा नेपालमा आउनुको लागि चाहिँ डाउनलोड ट्याप एप र मेरो प्रोमो कोड BIBIDJUN युज गर्नु भने तपाईँले फर्स्ट ट्रान्जेक्सनमा $15 एक्स्ट्रा बोनस पाउन सक्नुहुन्छ र विदेशबाट पठाएको पैसा विदिन 1 मिनटमा चाहिँ नेपालको ब्याङ्क अकाउन्टमा आइपुग्छ सो ढिलो नगरी ट्याप एप डाउनलोड गर्नुहोस् मेरो प्रोमो कोड युज गर्नुहोस् र नेपाल पैसा पठाउनुहोस् अरू एपले भन्दा बेस्ट रेट दिन्छ सो थ्याङ्क यू सो मच सबै डिस्क्रिप्सनमा चेक गर्नु फेरि ट्याप एपको लागि सो बाई बाई लभ यु अल